गुड मर्निङ, नमस्कार। आज जेठ 17 गते शनिबार पाथिभरा मन्दिरमा अघि बिहानै आइपुगे। दर्शनार्थीहरू अघि बिहानदेखि लाइनमा उभिएर दर्शन गर्दै हुन्छ। पानी पर्ला 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 जस्तो भएको थियो बिहान, आकाश पनि गडाङ गडाङ गर्दै थियो। तर ठुलो फेदीबाट यात्रा सुरु भएको दर्शनार्थीहरूले चाहिँ भिड्नु पनि परेन। दर्शनमा आउँदा अहिले लाइनमा उभिएर दर्शन गर्दै हुन्छ। त्यस्तो पानीले डिस्टर्बै गरेन, कस्तो मजाले हेर्नु लाइनमा उभिएर पूजा गर्दै हुन्छ। ल पाथिभरा देवीको उत्पत्ति स्थान देखिने हामीले सधैँ देखाइरहने गर्छु मजाले। बिहानै भिड छ आज पाथिभरा मन्दिरमा, दर्शन गर्नेहरूको भिड हेर्नु न। पानी नपर्दा त राम्रै हुन्छ, पानी पर्यो भने चाहिँ गाह्रो हुन्छ। बाटोभरि दर्शनार्थीहरू आइराख्नु भएको छ, अघि लाइनमा उभिएर प्रसाद तयार गरेर। ल पहिला देवीको पूजा अनि भरे हो कोइन। ल पाथिभरा देवी भगवतीले हामी सबैको रक्षा गरौँ। उपर लाखपति पनि बाल्दै हुनुहुन्छ। ल नमस्कार सबैजनालाई। आज जेठ 17 गते पाथिभरा मन्दिर ताप्लेजुङ।